रानीपौवा जाँदैछौँ ककनी हुँदै। अहिले चाहिँ यो कुलमानले चाहिँ तीव्र गतिमा बाटो बनाएर चाहिँ रफ्तार गतिमा चाहिँ एकदम दामी बनाएको रहेछ। अब कहाँसम्म बाटो राम्रो छ हेर्दै जाउँ। यदि तपाईँहरू पनि ट्याक्सी बाइक लिएर आउँदै हुनुहुन्छ भनेदेखि यो बाटो यो अब हामी यो 3 पिप्लेबाट माथि लाग्यौँ। यो 5 माने पुग्ने बेला भयो। यो भुवनेश्वरी जानको लागि नि 5 मानेबाट जाने गरेको छ। त्यहाँबाट चाहिँ त्यहाँसम्म चाहिँ पिच छ। ल ओहो यहाँ त पुरा ग्राभेल रहेछ है। पिच स्तरको छ होइन। मसिनो गरिसकेर चाहिँ पिच गर्ने बेला भइगएको छ। यतिको बाटो भयो भने त सलल कुदिहाल्छ नि हाम्रो ट्याउसी होइन। यो त पिचै गर्न ठिक्क पारे हो नि। अब धुलो उडाएर अलगत्रो बेस हाल्न मात्रै रकेट हुँदै त्रिशुलीको गाइस गण्डकी अञ्चलका गीत हामी चाहिँ यस्तो जाँदैछौँ ककनी। ए वान बनाएको छ बाटो रफ्तारसित बाटो भएको छ। हेर्नुहोस् त ककनीको बाटो। गर्व लागेको छ मलाई पनि। त्यो उसको खिच्न पर्ने रहेछ त्यो गेटको। अहिले फेरि खिच्छ। यहाँबाट चाहिँ हामी यो काठमाडौँ सकियो। यहाँबाट चाहिँ ऐतिहासिक पर्यटकीय एवं सांस्कृतिक जिल्ला नुवाकोटमा ककनीको आलु मुला। ल यस्तो रमाइलो डाँडामा पनि यस्तो पहाडमा भित्तामा पनि यस्तो राम्रो बाली हुने यो ठाउँ। कति वर्षदेखि चाहिँ यो यातायात साधनको आवतजावतको कमीले गर्दा कति गाह्रो भएको थियो। प्लस यहाँ ककनीपट्टि आइपुगेका छौँ। यहाँ चाहिँ रमाइलो छ एकदम। हेर्नुहोस् गाइस यहाँ मुला स्ट्रबेरी भब्बु स्ट्रबेरीको रक्सी हो त्यो रातो उ त्यो ल यस्तो राम्रो देखिरहेको छ। हामी यो यहाँबाट हामी राइड गयौँ भनेदेखि चाहिँ यहाँ पिकनिक जाने बाटो हो यो ककनी माथि जाने होइन। अनि नत्र यहाँबाट चाहिँ हामी यता नुवाकोट बेलकोट त्रिशुली हमारे धमाले जान सक्छौँ। यहाँ अगाडि चाहिँ गरी चौकी छ। अब मैले पटाके त काटेको छैन। अब पटाके होइन यो चाहिँ ककनी चौकी हो। गरी चौकी रानीपौवा पटाके काट्नुपर्छ। राम्रो हेर्नुहोस् त हिमाल कति राम्रो देखेको छ। आहा ल यो ककनीबाट चाहिँ म रानीपौवापट्टि लागिसकेको छु। सो गाइस यतापट्टि पनि पिच भइसकेको रहेछ है। ए आज ए हुन्छ। यस्तो राम्रो फिलिली बाटो छ। तपाईँहरू यसो यता आउनु नभुल्नु होला है। रानीपौवा ककनीको बाटो यस्तो छ। सरसफाइ भइरहेछ। बडाले कुरा पनि गरिरहेछ। एकदम रमाइलो लाग्यो। आज खुसी लाग्यो मलाई। आहा हिमाल त झन् यहाँबाट 15 किलोमिटर अगाडि जुरेथुम भन्छ 35 किलो। होइन ककनी रानीपौवा त है। रानीपौवाबाट उता पो त हो त है। 17 किलोमिटरमा चाहिँ रानीपौवा।